नमस्कार। भिजन कार्डले जहिले पनि मानिसहरूको लाइफस्टाइलको आधारमा फ्रेम प्लस लेन्स सजेसन गर्दछ। साथै मानिसहरूको फेसियल स्ट्रक्चरको आधारमा पनि फ्रेमहरू सजेसन गर्दछ। आज भिजन कार्डमा सविता थापा दिदी आउनु भएको थियो। उहाँको एज चाहिँ 46 इयर थियो र उहाँ चाहिँ घरियासी कामहरू गर्नुहुँदो रहेछ। उहाँ चाहिँ घरमै बसेर सिलाइ कटिङको काम गर्नुहुँदो रहेछ र उहाँलाई चाहिँ मैले चाहिँ यो प्लास्टिकको फ्रेम सजेस्ट गरेँ, यो पर्पल कलरको फ्रेम सजेस्ट गरेँ र यो फ्रेममा चाहिँ मैले चाहिँ ब्लू कट चेन्जेबल ग्लास हालिदिएको छु र उहाँ चाहिँ ल्यापटप कम्प्युटरमा चाहिँ बस्नु हुँदैन रहेछ। यदि उहाँ ल्यापटप कम्प्युटरमा बस्नुहुन्थ्यो भने उहाँलाई हामी प्रोग्रेसिभ लेन्स सजेस्ट गर्थ्यौँ र उहाँ चाहिँ ल्यापटप कम्प्युटरमा चाहिँ बस्नु हुँदैन रहेछ। त्यस कारणले गर्दा मैले यो फ्रेममा चाहिँ ब्लू कट चेन्जेबल ग्लास हालिदिएको छु जुन बाइफोकलमा रहेको छ र उहाँलाई चाहिँ घाममा जाँदाखेरि चाहिँ आँखा पोल्ने, आँखा सुक्खाउने समस्या पनि रहेछ र त्यस कारणले गर्दा चाहिँ मैले चाहिँ यसमा चाहिँ चेन्जेबल ग्लास हालिदिएको छु र ब्लू कट चेन्जेबल। ब्लू कट भनेको चाहिँ मोबाइल, कम्प्युटर, ल्यापटपमा रहेको ब्लू लाइटबाट प्रोटेक्सन गर्छ। एकदमै राम्रो क्वालिटीको ग्लास रहेको छ। प्लस उहाँलाई चाहिँ घाममा चाहिँ गाह्रो हुने भएकाले चेन्जेबल एड भएको छ। यसमा चाहिँ चेन्जेबलले चाहिँ मोतियाबिन्दु हुने सम्भावना चाहिँ कम गर्छ र आँखालाई एकदमै शीतल प्रदान गर्छ र एकदमै राम्रो क्वालिटीको फ्रेम रहेको छ। लाउँदा पनि एकदमै कम्फर्टेबल हुन्छ र उहाँलाई चाहिँ यो नजिकको पावर रहेको छ, टाढाको पावर चाहिँ रहेको छैन, जुन चाहिँ उहाँलाई सिलाइ कटिङ गर्नको लागि चाहिँ युज हुन्छ। एकदमै राम्रो फ्रेममा चाहिँ राम्रो ग्लास लागेको छ। हजुरहरूलाई पनि यस्तै फ्रेममा चाहिँ बाइफोकल ग्लासहरू हाल्न चाहनुहुन्छ भने हाम्रो पुतली सडकमा रहेको भिजन कार्डमा एकपल्ट भिजिट गरिदिनु होला। धन्यवाद।